धन्यवाद सर हुन्छ यो समय त हेलो सुन थोरै हल्का हेलो सर्वप्रथम त सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन उहाँको कृपाले आज म जो सक्सेस हुन सफल भएँ अनि उहाँसँग मैले जस्ट तिहार पछाडि चाहिँ एडभान्स लिएको हो त्योभन्दा अगाडि चाहिँ बेसिक मैले वीरेन्द्र सरसँग पढेको थिएँ होइन अनि वीरेन्द्र सरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि म जस्ट टाइम मिल्दाखेरि ठाउँ खाली हुँदाखेरि चाहिँ म गणेश सरको क्लास पनि जान्थेँ होइन दुःख धेरै गरेको छु होइन पास हुनको लागि अब सरले भन्नुभएको छ एन्जल हो जे गर्दा पनि हुन्छ भन्ने हिसाबले मैले पनि त्यही अनुसार गरेँ होइन जस्ट त्यसको परिणाम चाहिँ आज मैले जस्ट सक्सेस हुन सकेँ होइन भाइ बहिनीहरूलाई पनि म के भन्छु भने नि जस्ट नाचिनुहोस् राम्रोसँग एक्जाम दिनुहोस् जति हार्ड पढ्नुहुन्छ होइन त्यो जति तपाईँहरूले पढ्नुहुन्छ त्योभन्दा नर्मल क्वेसन आउने रहेछ मैले आफूले अनुभव गरेँ अनि मेरो हिजो 5औं सिटमा थियो नि त मेरो एक्जाम लास्ट सिटमा थियो अनि जस्ट 9 बजेको क्वेसन र 5 बजे आएको क्वेसन सेम थियो कि मैले एकजना बहिनीसँग कुरा गरेको थिएँ उसले चाहिँ 100 मा 100 ल्याएको रहेछ अनि उसले मलाई भनेको थियो यस्तो यस्तो क्वेसन आएको थियो भनेको थिएन अनि जस्ट 8-9वटा क्वेसन उसले मलाई भनेको थियो अनि जस्ट उसले भनेको क्वेसनहरूको एन्सर पनि मलाई सबै याद भएर गएको थियो कि त्यति चाहिँ छ कि मसँग दिमाग अनि यसो हेरेको सबै अनि उसैले भनेको क्वेसनहरू आयो अनि 9 बजेको र अनि 5 बजेको चाहिँ सेम क्वेसन आएको रहेछ भनेर जस्ट लाग्यो यतिको हुन्छ म सक्छु भनेर आफूमा कन्फिडेन्ट भयो होइन सुरुमा जाँदा त मलाई डर लागिरहेको थियो होइन अगाडि परे होइन 27 नम्बरको सिट थियो होइन अगाडि पनि रुम नम्बर 1 मा है डर लागिरहेको थियो अब बोल्न यता पनि बोल्न नहुने उता पनि बोल्न नहुने गाली खाइदो रहेछ बोल्न चाहिँ नहुने पाइने रहेछ साइलेन्ट बस्नुपर्ने रहेछ होइन ठिकै छ जे जस्तो भए पनि राम्रै भयो है म तपाईँहरूलाई अब आफूलाई आएको क्वेसनहरू सेयर गर्छु है त लेखेर ल्याएको छु याद भएको सबै त सक्दिनँ होइन याद गर्नलाई जस्ट याद भएको चाहिँ लेखेर ल्याएको छु त्यो 1 नम्बर 2 नम्बर भन्ने छैन म चाहिँ याद जति भएको छ त्यो क्वेसनहरू मात्र लेखेर ल्याएको छु है मलाई चाहिँ फागाजीबाट हुन्छ नि त्यो दाना दिन्छ नि फागाजीले होइन त्यहाँबाट चाहिँ दाना दिँदैछ पानी दिँदैछ भन्दै थियो होइन आन्सर चाहिँ दाना थियो होइन दाना दिँदैछ भन्थ्यो अर्को चाहिँ थियो अनि ढडिया माथि तान्दैछ ढडियाको चित्र देखाएर यसरी तानिराखेको थियो ढडिया होइन त्यो जुन थोङबाल हुन्छ नि अनि त्यो थोङबालमा चाहिँ थोङबाल माथि तान्दैछ थोङबाल मर्मत गर्दैछ प्लस अनि अर्को चाहिँ तात हुन्छ नि त्यो जुन जहाज अड्काउने अनि जहाज त्यो अड्काउने माथि तान्दैछ मर्मत गर्दैछ त्यसको आन्सर चाहिँ थोङबाल माथि तान्दैछ थियो होइन अनि अर्को क्वेसन थियो क्यान्टिनमा खाना खाने बेलामा त्यो सिकफान चाहिँ नहल्लिने गरी खाना राख्नुपर्छ होसियार हुनुपर्छ भन्ने थियो होइन त्यसको अप्सनमा चाहिँ सिकफान थियो सिक्कोन थियो सिकताक थियो अनि एउटा चाहिँ मैले बिर्सेँ होइन याद भएन त्यसको एन्सर चाहिँ सिकफान थियो अनि सार्वजनिक ठाउँमा चाहिँ गाडी चढ्दाखेरि चाहिँ सकेसम्म अशक्त सिटमा बस्नु हुँदैन यदि बसेको छ भने पनि उनीहरू चढ्यो भने चाहिँ उनीहरूको लागि त्यो सिट छोडिदिनु पर्छ भन्ने थियो एन्सर होइन अनि एउटा चित्रमा थियो केटाले गिटार बजाउँदैछ थियो होइन गिटार बजाउँदैछमा चाहिँ केटाले गिटार बजाउँदैछ पियानो बजाउँदैछ गिटार मर्मत गर्दैछ अनि पियानो मर्मत गर्दैछ भन्नेमा चाहिँ गिटार बजाउँदै थियो एन्सर थियो है अनि सुनसा देउडामा आएको थियो त्यो फेगुन हादा खेल्सो खादा अनि थासल हादा अनि त्यसमा चाहिँ त्यो थियो सुनसा देउडामा चाहिँ नम्बर चाहिँ 2 थियो एन्सर चाहिँ 2 नम्बरको थियो होला अनि उस त्यो हुन्छ नि कोठावाला कोठा त्यो मुरुफ देखे यस्तो घोडा त्यो सुरक्षा गर्ने लास्टमा दे मात्र थप्नु पर्ने थियो अरू त्यो पनि सजिलो थियो अनि सम्बन्धित कुरामा चाहिँ फेङवान थियो एउटा उइरो थियो होइन अनि त्यस पछाडि के थियो भन्ने कुरा मैले बिर्सेँ होइन त्यसमा चाहिँ एन्सर छिर्यो थियो होइन अनि च्याप्टर 58 बाट आएको थियो जुन हाम्रो त्यो स्यालेरी स्लिप हुन्छ नि हो त्योबाट आएको थियो है मलाई पाइचार 2टा आएको थियो एउटा चाहिँ मैले बिर्सियो होइन एन्सर चाहिँ मिल्यो तर त्यो चाहिँ बिर्सेछ है अनि तलब विवरण थियो सबैभन्दा मिल्ने कुरा छान्नुहोस् थियो जसमा स्यालेरी चाहिँ 20 लाख थियो अनि स्यालेरी त्यो जुन तालिम गर्दाखेरि त्यो सुसुप खियारको कटाएर चाहिँ 1,80,000 थियो अनि खानाको चाहिँ 1,50,000 समथिङ कति थियो होइन त्यो त्यति थियो अनि जो सिक्दै थियो होइन मैले सिक्दै भनेको सिक्दै अनि त्यो छियो नादा कि समथिङ के थियो त्यो सहायता गरेको छ भनेको थियो होइन एन्सर पनि त्यही थियो होला मेरो विचारमा होइन अरू त कुनै पनि मिल्ने थिएन अनि यो महिना उसले 20 लाख प्राप्त गरेको थियो अप्सनमा अनि
कुनै पनि रकमहरू कटौती गरेको छैन अनि अनि खाना चाहिँ यसले प्रदान गरेको छ भन्दाखेरि चाहिँ त्यो आन्सर थियो क्या त्यो पाइ चार्टको चाहिँ। अनि अनि माछा मार्ने बेलामा जालीलाई अनि त्यो खुमोल गएको थियो है माछा मार्ने जालीलाई नअल्झिने गरी प्रयोग गर्नुपर्छ। यदि प्रयोग गरेपछि खोलेर राख्नुपर्छ, यदि यसरी राखेन भने चाहिँ अर्कोचोटि प्रयोग गर्ने बेला चाहिँ गाह्रो हुन्छ भन्ने थियो होइन। अनि त्यसमा चाहिँ खुमुल फान्मे खुमुल फेदा अनि खुमुल छङ्नी थियो होइन। अनि मैले कन्फ्युज त्यो फेदा भने फिजाएर राख्नु थियो नि त होइन, त्यो त्यसमा म कन्फ्युज भइरहेको थिएँ। त्यो चाहिँ मेरो लास्टमा मैले म गए जाओस् पास भयो होस् नभए नहोस् भने मैले त्यसलाई केही नगरिकन चेन्ज नगरिकन खुमुल छङ्नी थियो होइन। मैले आन्सर खुमुल छङ्नी लगाएँ, त्यसलाई मैले चेन्ज गरिनँ। अनि जुन त्यो विद्युतीय तारहरूलाई काट्ने गर्दछ भनेर आएको थियो त्यसमा चाहिँ निफो होइन, निफोको अनुहार त अलि यस्तो हुन्थ्यो, त्यो चाहिँ यस्तो थियो कि होइन लाइक निफो टाइपकै थियो होइन, तर अरू मान्छे थियो अनि त्यो ड्राइभर थियो अनि त्यस्तो निफो जस्तै त्यो कालो कालो थियो यस्तो टाउकोमा अनि यस्तो थियो, त्यो मलाई आएर सनासो टाइपको थियो, त्यो त थाहा भएन। अनि त्यो मैले त्यही नै लगाइदिएँ आन्सर। अनि अर्को थियो फर्निचर बनाउने काम गर्दैछु, फर्निचर बनाउने काम गाह्रो भए तापनि अब बानी हुँदै गएपछि मैले राम्रो गरी बनाउन सक्नेछु भन्ने आशाको ग्रामर आएको थियो है त्यसमा। अनि थोल सान्जीको थियो होइन, कोरियनहरूको बच्चाहरूको पहिलो जन्मदिनमा चाहिँ आफन्तहरूलाई बोलाएर जन्मोत्सव मनाउँछन् अनि त्यहाँ विभिन्न प्रकारका उपहारसँग खुम्फान्चीहरू दिन्छन् अनि त्यो बच्चाहरूको अगाडि विभिन्न प्रकारका सामानहरू अगाडि राखेर चाहिँ बच्चाहरूले जुन छ त्यसको भविष्य निर्धारण गर्ने भन्ने थियो होइन। त्यसमा चाहिँ छिपदुरी थियो, थोलसान्दी थियो अनि ख्योरनसिक थियो। त्यसमा चाहिँ आन्सर त्यही बच्चाको पहिलो जन्मदिन थियो होइन। अनि सार्वजनिक स्थलमा चोर खायो भने हुँदैन भनेर त्यो खुम्जी फानमा थियो है। अनि अर्को के थियो भने अर्को त्यो चाहिँ सायद लिस्निङमा थियो होला है। एउटा केटीले चाहिँ यस्तो जुन हाम्रो लुगा सुकाउने ह्याङ्गर चाहिँ होइन कि त्यो यस्तो हुन्छ नि यति फराकिलो टाइपको यस्तो सुकाउँछ नि त्यो थियो त्यसमा चाहिँ। अनि एउटामा चाहिँ पालेर नलको सुमिदा अनि ओत खागे थियो एउटा अनि इबुल थियो, इबुललाई पट्याउँदैछ, इबुललाई सुकाउँदैछ थियो, त्यसको चाहिँ लुगा सुकाउँदै थियो आन्सर थियो है। अनि क्यालेन्डरमा चाहिँ 11 को महिना 9 गते, 11 को महिना 19 गते, 11 को महिना 10 को महिना 9 गते, 10 को महिना 19 गते थियो। आन्सर चाहिँ 11 को महिना 19 गते थियो है। अनि पैसाको अनि कोरियन नोट देखाएर 50,000 वनको नोट देखाएर चाहिँ यो के हो भनेर सोधेको थियो एउटा क्वेसनमा चाहिँ। अनि त्यसमा चाहिँ छिपे थियो नोट थियो है त्यसको आन्सर चाहिँ। अनि अप्सनमा चाहिँ कार्डहरू अनि के थियो त्यो सबै याद भएन। अनि जुन त्यो हाम्रो पछाडि आउँछ नि त्यो प्राइजको उसमा होइन, एउटामा 27,000 थियो, एउटामा 37,000 थियो। अनि त्यसमा चाहिँ व्यक्ति फरक थियो, सेम प्राइस थियो, जस्ट त्यसमा चाहिँ मान्छेहरू चाहिँ 2 जना र 4 जना थियो होइन। अनि मैले ठ्याक्क बिर्स्यो कि अनि 2 जना भनेको 4 जना भन्यो अनि त्यो मैले पैसा मात्र याद गरेँ, मान्छे भनेर चाहिँ याद गरेँ, तर मैले 2 जना भएकोमै 37,000 लगाइदिएको थिएँ कि आन्सर चाहिँ, सायद त्यो मिल्यो त्यो होइन। अनि केटा र केटीहरू त्यो ब्लाइन्ड लिस्निङमा चाहिँ अब म सबै याद गर्न सकिनँ होइन। अनि मलाई चाहिँ 30 देखि 37सम्म ब्लाइन्ड लिस्निङ थियो कि सबै। अनि त्यो खासै याद गरिनँ। अनि लास्टमा चाहिँ के थियो भनेपछि चाहिँ केटीले चाहिँ जे तेक्वान्दो सिक्न चाहन्छु, तेक्वान्दो सिक्नलाई के गर्नुपर्छ भनेर केटासँग सोध्दै थियो। अनि केटाले भन्दै थियो यसरी चाहिँ गएर चाहिँ अब त्यो तालिम केन्द्रमा गएर चाहिँ तेक्वान्दोलाई सिनसँग गरेर चाहिँ अनि सिक्नुपर्छ भन्ने कुरा थियो। अनि त्यसमा चाहिँ केटीले तेक्वान्दो सिक्न चाहन्छ अनि केटीले तेक्वान्दो खेल्न सक्छ अनि केटीले त्यो तेक्वान्दो चाहिँ क्लास लिएन भनेको थिएन, तर केटीको चाहिँ अनि जस विचार छ भन्ने आन्सर थियो कि केटीले तेक्वान्दो सिक्ने विचार थियो नि छ। अनि अर्को चाहिँ कम्पनीको बारेमा कुरा गर्दै थियो, यस्तो बिजी थिए, बिजी भएको कारणले चाहिँ हामीले लामो समय भयो भेटेको पनि छैन अनि आज कम्पनीको होइसिक पार्टी छ, अब तँलाई यही जानकारी दिन आएको हो भनेर चाहिँ केटाले भनेको थियो। अनि केटाले चाहिँ केटीलाई किन खोजेको भन्दाखेरि चाहिँ कम्पनीको त्यो पार्टीको बारेमा जानकारी दिनलाई आन्सर लगाएको थिएँ मैले। अनि संवाद अनि लास्टमा चाहिँ के थियो भने केटा र केटी यो संवाद पछि चाहिँ कहाँ जान्छन् भन्दाखेरि चाहिँ 2 जना चाहिँ खाना खान गएको थिए कि
अब कता गए अब त्यो निछाना सिले के गर कसो गर भनेर आन्सर क्वेसनहरू बनाएको थियो एउटा टिकटक भाइरल त्यस्तै खालको क्वेसनहरू थियो है मेरो चाहिँ यस्तै थियो सबै याद गर्न सकिने याद भएको चाहिँ तपाईँहरूलाई भने ढुक्क हुनुहोस् नातिनुहोस् जति हार्ड पढिन्छ त्यो भन्दा सजिलो आउँछ मेरो अनुभव है मेरो चाहिँ 97.5 है अहिले पनि म बिलिभ गर्न सकेको छुइनँ फेरि पनि धन्यवाद